One. Paka paka. 1, 2, 3, go. Ali मजाले भन यो man Kansha rocks. 1, 2, 3, go. Hello गर्दियो. Happy New Year भन्दियो. Happy birthday पनि भन्दियो. Kansha rocks. ल बाई गर्दियो अब. ल आफ्नो के नाम भन त तिम्रो नाम के हो? अब यता बुम गर्न. बुम यता 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 हातमा बुम गर. बुम तिम्रो नाम? मेरो नाम इस्मा पुनोला. ल बुम यता. मेरो नाम आदित्य. बुम यता. मेरो नाम आहन. बुम यता. मान्छे थापा. बुम अनि नानीको सानो? स्पुता. स्पुता. ल बुम स्पुता आऊ यता बुम गर्न. बुम अनि यता. बुम अनि यता. बुम ल सबैजना सा बाई फेरि गर बाई गरिदेऊ. बाई अब उस भन डु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब है त. ल बाई भन्दै The next day. लुकेर बस्ने यिनीहरू भिडियो हेरेको हेरेन आफ्नो हिजोको टिकटकमा हेरे. अब युट्युबमा पनि आउँछ है भोलि पर्सि. के छ सन्चै छौ? यो टोलको भाडाभुरीहरू गाइजहरू हिजोको कता कता हिजोको अर्को ह्यान्डसम हिरो त नरहेछ त आज त. यो कोदाली खन्न गएछ कि आऊ है. कसको दिदी हो? कसको दिदीले मेसेज गरेको थियो हो ए मेरो बहिनी रहेछ भनेर. कसको हो? यिनको हो? तिम्रो दिदी हो? तिम्रो दिदीलाई हेलो भनिदेऊ न त. खोइ हेलो भनेको दिदी मै हो भन. लजाको यिनीहरू. सन्चै छौ? मेरो मेरो पुस 15 मा हो बर्थडे. तिम्रो बहिनीको? हो ल ल आम्मामा गाजहरू त पका है यिनीहरूलाई. के गर्ने गाइज मिठाई त छैन. चुइगमै दिन्छु है. मिठाई त राख्नु पर्दो रहेछ कि चिरेर. चुइगम खाने हो? कसले खान्छ चुइगम? न कस्तो मिठो छ यो चुइगम. ल 1 2 3 4. सानो बाबुले त दिनुहुन्न है चुइगम घाँटीमा अड्किन्छ. कस्तो छ? मिठो छ? ल अब जानी त होला बाहिर है. ल बाई गरिदेऊ न त. ल ल बाई बाई. केही भन्न छ कसैलाई? कसैले केही भन्न छ? ल भन न त के भन्ने हो. ल छिटो भनिहाल. ल ल ल के भन्ने भन त. अब यिनीहरू लजा गरे. ल भन न के भयो? किन लजाको? ल भन त. नेक्स्ट टाइम भन्छौ? नेक्स्ट टाइम ल नेक्स्ट टाइम घरमा प्र्याक्टिस गरेर आएर भन है. ल ल बाई. ल यो गाइज सो म चाहिँ सोमा जाँदैछु. आज चाहिँ सो यहाँ नजिक पुग्नेमै हो. त्यही भएर म हिँड्दै जाँदैछु है. हल्का वाक पनि हुन्छ भनेर. फुटबल खेल्दैछ है.
सो हाई हेलो नमस्ते सबैजनालाई म तपाईँको होस्ट अनि द रकिङ द ह्यान्डसम दोस्त हेलो हेलो हजुर गुरुङ वेलकम ब्याक टु माई च्यानल कान्छा रक्स ल आऊ आऊ ल हेलो गरिदेऊ के हो नाम अनि यता नाम भन नाम जनक जनक तिम्रो चाहिँ भन छिटो रुबेन ल सबैजनाले त हेलो गरिदेऊ युट्युब च्यानलको नाम के हो कान्छा रक्स ल गएर हेर ल ल बाई गरिदेऊ ल भुन्टेहरू खेल्दै रहेछ यहाँ साँझको बेला 5:30 भइसकेको छ 6 बजेबाट सुरु हो यहाँबाट त्यहाँ पुग्न 5 मिनट लाग्छ है टाइमभन्दा अलिकति अगाडि पुगेर प्रोग्राम सुरु गर्न पर्ने हुन्छ गाइजहरू भन्दै हिँड्दैछौँ चट्ट लगाएर जगिङ गर्दै ल स्कुलको गेट पनि बन्द भयो होइन खोलेर रहेछ स्कुलको मन्त्रीहरू जान लागेको अवस्था किन हर्न बजाएको होला यतिकै पनि हर्न किन बजाउनु पर्यो गाइज ल हेर फेरि हर्न बजाउनु वाइ चट्टा पाराले गाडी गइरहेको छ भर्खरको स्कुलको नाम चाहिँ शिशु निकेतन स्कुल हो है उतातिर हेर्नु त गाइज घाम डुबे कस्तो ओरेन्ज देखेछ है बाटो यस्तो ल ल ल ल ल दुईटै गाडी पम्प हर्न बजाउँदैछ यताकोले हर्न बजाए त हुन्थ्यो के ल हर्नै बजाएन अनि सर आइदियो त्यो गाडी चाहिँ है लेट्स सी आज कतिको के हुन्छ कतिको रमाइलो हुन्छ तर यो सोहरू गर्ने बेला चाहिँ म टिकटक लाइभमा बस्छु गाइजहरू तपाईँहरू मेरो लाइभमा जोइन हुन सक्नुहुन्छ है भ्लग गर्न मिल्दैन अप्ठ्यारो हुन्छ प्लस कपिराइट लाग्छ युट्युबमा त्यही भएर म टिकटक लाइभमा बस्छु तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ कुनै गीत सुन्न इच्छुक हुनुहुन्छ भने टिकटक लाइभमा र नयाँ साल पनि आउँदैछ मेरो बर्थडे पनि आउँदैछ है जाडो लाग्दैछ यस्तो भइसकेको छ यहाँ अवस्था उता अगाडि चाहिँ अब बिरोटा चोक आउनेवाला छ है हातै पाठ्यो मेरो हकीबाट फोन यस्तो गरेर हिँड्दा यो हो गाइज बिरोटा चोक है गाइज बिरोटा चोक यस्तो झिलिमिली छ आजकल बिरोटा चोक अब यहाँ बाटो काटेर जानुपर्ने हुन्छ है यसरी गाडी आउँछ यहाँ सो केयरफुल भएर हामीलाई बाटो यसरी काट्छौँ है चट्ट पाराले ल हेर गाइस हिँड्दा राति भइसकेको यहीँ पेट्रोल पम्प ल गाइज कुइमे फास्ट फुड आइपुग्यो है चट्ट पाराले हिँड्दा राति भयो अघि नै ओरेन्ज थियो भने अहिले राति भइसकेको छ सो दिस इज भुइमे है गाइजहरू ल गाइस म चाहिँ सोमा आइपुगेको छु अब फटाफट साउन्डहरू उस गरिहालौँ एडजस्ट गरिहालौँ है त यो त पछाडि चल्दैछ के थियो त भाइ मलाई एउटा भने के भन्छ
गाइस सो ब्रेक टाइम है हल्का फ्रुट स्यालेडहरू खान्छु त्यसपछि फेरि सो गर्नुपर्छ बाहिर यस्तो भइसकेछ अँधेरो ठिक छ गाइसहरू फ्रुट स्यालेड आयो गाइस फ्रुट स्यालेड कितना खतरा बजा खाता यार कहाँ पर गर चङमै चङले ल गाइस सो चाहिँ भ्यायो अब खाजा खान्छ यो गाइस अहिले चाहिँ म घरमा आइपुगेको अवस्था अनि गुड मर्निङ टु इच एन्ड एभ्री वान सबैजनालाई बिहानीको शुभ बिहानीको धेरै धेरै शुभकामना छ र के भन्छ रे क्रिसमस पनि आउँदैछ न्यू इयर पनि आउँदैछ मेरो बर्थडे पनि आउँदैछ यो चोटिको बर्थडेमा किन हो किन कस्तो यसरी प्रमोसन त गर्थेन मैले मेरो बर्थडेको सरम जस्तो लाग्थ्यो तर यो चोटिको बर्थडे चाहिँ मेरो बर्थडे आउँदैछ घरिघरि भन्न मन लागिरहेछ अरे किन होला गाइजहरू मेबी दिस इज द बर्थडे खतरावाला किनकि अब चाहिँ लास्टै डाँडै काट्यो जस्तो भयो कि यो सालको बर्थडे चाहिँ बिचरा गाह्रो छ त्यही हो गाइस यो चोटिको बर्थडेमा चाहिँ डाँडा काट्छु मैले अनि कस्तो यार ट्याक्क यो एजमा अड्किराख्न पाए हुन्थ्यो जस्तो लाग्ने क्या यो एज भनेको एकदमै गोल्डन एज टाइपको क्या स्ट्रेन्थ पनि लाइफ के हो भनेर बुझ्ने एज पनि लाइफ त बुझ्न सक्दैन कसैले पनि आफ्नो लास्ट दिन नहुनेसम्म लाइफ के रहेछ भनेर बुझ्न सक्दैन किनकि एभ्री डे इज चेन्जिङ नि अनि एभ्री डे इज न्यू जब अन्तिम दिन यस्तो बोल्ने बेला गाडी हिँड्यो नि रिस उठ्ने कति प्याँ गरेर चलाएको यार आवाज पनि किन केको यो हाम्रो लास्ट डे जबसम्म हुँदैन हाम्रो अन्तिम दिन तबसम्म ए लाइफ भनेको यस्तो रहेछ भन्ने हुन्न नि त त्यही भएर लाइफ त बुझ्न सक्दैन कसैले पनि तर जे होस् जस्ट इन्जोय रमाइलो हामी यहाँ रमाइलो गर्न आएको संसारमा केही कुराहरू दान गर्न आएको है सो त्यही हो मामु चाहिँ भित्र ढिँडो ओह्राल्दैछ म चाहिँ घाम ताप्दै बसेको गाइस है जाडो छ आजकल हिजोको सो रमाइलो भयो थोप्पा खाएर आयो अनि पेट डुम्म भयो है मेरो चाहिँ क्रिसमसमा पनि सो छ द फुड ब्याङ्कमा अनि इभको दिन 31 डिसेम्बर र 1 जनवरीमा चाहिँ ब्याम्बोमा छ आइदिनु होला सबैजना रमाइलो गर्नको लागि नयाँ सालमा कान्छा रक्सको सो हेर्दै त्यही भन्न चाहे र लेट्स सी आज के कसो हुन्छ है ओके गाइस सो आजको लागि यति नै थियो खासै केही भएन दिनभरि चाहिँ सो त्यही हो हिजो प्रोग्राम गरेर आयो भोलि चाहिँ क्रिसमस को दिन है सो भोलि चाहिँ मेरो फुड ब्याङ्कमा सो छ लेट्स सी के कसो हुन्छ कतिको रमाइलो हुन्छ भोलिको भ्लगमा हेर्नु होला आजको लागि चाहिँ यति नै थियो डु लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब टु माई च्यानल सी यु अन टु नेक्स्ट टाइम विथ नेक्स्ट भ्लग यो म्यान बुम